हामी चाहिँ आज फेरि हाम्रो करेसाबारीतिर हिँडेको। चिसो छ, अलिअलि घाम लाग्यो अनि हामी चाहिँ हिँडेको फेरि यहाँ तोरीहरू फलिरहेछ कसैको तोरीहरू। मेरो छोरी चाहिँ यहाँ छ। चाहिँ यहाँभित्र आइसक्यो। कोपीको बिरुवा कस्तो मजाले रोपेको। यहाँ कोपीको बिरुवा, आलुहरू, तोरी कोही फलिसक्नु आँट्यो, कोही चाहिँ फुल्दैछ। यो त अस्ति मैले खिचेको तोरी पहेँलै फुलेको तोरी यसरी दाना लाग्न आँटिसक्यो। यता चाहिँ कोही ढकमक्क फुलिरहेछ। राम्रो छ ठाउँ। तोरीहरू फुलेको छ, कति राम्रो। दाना लाग्दैछ। यो चाहिँ कुखुरा, ब्रोइलर कुखुरा पाल्ने ठाउँ रहेछ। अनि उयो पानी ट्याङ्की यहाँ छ। मेरो छोरी आउँदैछ चाबी लिएर। कस्तो मजाले अस्ति मैले यो फोटो खिचेको फुल यही हो, तोरीको फुल। कस्तो मजाले दाना लागिसक्यो। उस्तल आउँदैछ। मेरो छोरी चाहिँ निस्क्यो, हाँस्दै निस्किँदैछ। यहाँ चाहिँ उता आउँछ ऊ, म यताबाट जान्छु। हाम्रो चाहिँ भेट भयो अब आमा छोरीको। हाम्रो चाहिँ भेट भएको अवस्था। कसको बाख्रा बाँधेको रहेछ हौ। हाम्रो आलु चाहिँ यस्तो राम्रो भएको रहेछ, दबाई हाल्न आएको। आज अस्ति गोडेर पानी हालेको थिएन, अनि अस्ति पानी हाल्दै क्या। ला मुसा पनि पस्यो क्या। यति माटो थुपाइरहेछ त, माटो त्यति थुपाइरहेछ त। मेरो आलुबारी चाहिँ यति नै हो है। कस्तो राम्रो आएको रहेछ। दबाई नै हालेको छैन, थुप्रो भयो दबाई। अस्ति पानी हालेर दबाई हाल्न पाइनँ। मुला यस साइडमा छ। कस्तो राम्रो राम्रो भएछ आलु त। यति हो, 5 डिल छ यति। त्यहाँसम्म छ, यहाँदेखिको 5 डिल छ। यति यति सर्ट यति। अनि मुला राखेको छु, रोपेको छु। अनि यहाँ चाहिँ लसुन छ। अस्ति गोडेको लसुनहरू यहाँ छ। अब यहाँ लसुनमा मलहरू हान्नुपर्ने। छ्यापी छ यहाँनिर। यो लसुन हो, म देखाउँछु ल। यो मेरो लसुन, यो पनि लसुन। अनि यो छ्यापी छ, यो गोड्नुपर्ने छ्यापी चाहिँ आज। छ्यापी गोड्नुपर्ने। यहाँ रोपेको अस्ति प्याज रोपेको छ। यहाँ कुचो बाख्रा बाँधेछ कसले। कुचो कस्तो दामी देखिरहेछ। कुचो दामी देखिरहेछ कुचो। यो कुचो चाहिँ अब झिक्ने बेला हुन आँटेको होला सायद। यस्तै छ, दामी देखिरहेछ। चाहिँ दबाई घोलिसकेँ। अनि कुचोले लाउन आँटेको थोरै छ, अनि त्यही भएर म चाहिँ कुचोले नै लाउँछु। यस्तरी पातलो भयो कि क्या हो, ला पातलो भयो जस्तो छ। राम्रो आएको छ हौ आलु चाहिँ, राम्रो छ। धेरै त रोपेको छैन, पातलो पो भएछ ल। पातलो पो भएछ, खत्तम भइगयो नि। यसरी नै कुचोले लाउँछु कि जहिले। यो छैन नि त। यति धेरै हुस्से लाग्यो नि त, मर्छ होला भनेको त मरेको त रहेनछ। पनेलो पो बनाएछु, पातलो क्या। पातलो पो बनाएछु, पातलो भएछ मेरो आलु। धेरै फल है, धेरै फल भने म खुसी हुन्छु। मेरो आलु धेरै फल भने। मैले योसँग 3 चोटि भइसक्यो दबाई लगाएको। अब एकचोटि 4 चोटि लाउनु पर्छ भन्छन्।
लगाइसकेँ मैले चाहिँ। कस्तो राम्रो देखिरहेछ। यति हो 5 डिल, 5 डिल मात्रै छ। 1 डिल 2 3 4 5 त्यो मुलाहरू छ। यता चाहिँ अब म छ्यापी गोड्छु। अब चाहिँ मैले लगाइसकेँ, अब म छ्यापी गोड्छु। चाहिँ मेरो यस्तो झार आइहाल्छ लसुन, यो मथे आइहाल्छ। मथे पानी लाउने बेला भएछ। मैले अस्ति झिकेको सबै मथे गोडेको। यस्तो राम्रो भएको छ लसुन त, तर अनि मलले अझै पुगेको छैन। धनियाँ नि मलले नपुगेर यहीँ फुल्नु आँटिछ। यो लसुन पनि अस्ति गोडेको मैले, उताको भन्दा यो अगाडि गोडेको। र यो चाहिँ छ्यापी हो। छ्यापी यो आज गोड्नुपर्ने। अस्ति रोपेको प्याज चाहिँ यहाँ छ। त्यो प्याज चाहिँ देखेको छैन, मसिनो छ। अब म चाहिँ छ्यापी गोड्छु। हामी चाहिँ गलेर कोक खानु। घाम छ नि त चर्को, घरभित्र पो तातो छ त। स्टट लड्छ नचढाइ नचढाइ। हात पनि गोडेर भर्खर। चटपटे कस्तो दामी छ नि। धनियाँ टिपेर के भन्दैछ यसले चाहिँ। हामी चाहिँ खाजा खाएको। गोड्दा गोड्दा हैरान भयो। छ्यापी गोडेको नि त। यहाँ अब लसुनमा पानी मलहरू हाल्नु भएको छ अझै। हाम्रो चटपटे कोक खाएको नि, घाम छ नि त मजाले आज त। हाम्रो चटपटे खाऊ न खाऊ न, नखिच्नु भन्दा। खाऊ न छिटो। मैले चाहिँ फर्सी पनि यहाँ सारिसकेँ। फर्सी पनि सारिसकेँ। अनि लसुन पानी हालिसकेँ मल हालेर। धनियाँ सबै पानी हालिसकेको मैले। त्यो आलु छ त। मैले अहिले गोडेको चाहिँ यो छ्यापी। यो गोडेको मैले अहिले चाहिँ यो छ्यापी हो। अनि यहाँ चाहिँ सोप धनियाँ छरेको छ। अनि यहाँ साग रोपेको, यो प्याज अस्ति रोपेको मैले। छेउछेउमा साग रोपिदिएको छु। मुजुमुजे सागहरू सबै सक्यो। अब चाहिँ पानी पनि लगाइसकेको। यस्तो छ सुटुने। यो चाहिँ यस्तो भयो। सक्यो अब चाहिँ। हामी चाहिँ यहाँ गलेर सुतेकै। यहाँ चाहिँ घाम। हामी छौँ यहाँ आमा छोरी घाममा सुतिरहेको। यस्तो गलेर हैरान म यस्तो अवस्था। यस्तो गलेको छ, यस्तो गलेको छ। सुतिरहेको घाम लागेको छ मजाले। उसके कारण छोड न। यो हात त होइन, कुन हात ल्याउ न छिटो। लुल्लु लड यही हो होइन। यहाँ लडाउनु, तपाईँ यहाँ लडाउनु। ल स्टार्ट। ए जितिहाल्छु नि। ल 1 2 3 स्टार्ट। एकछिन म त ल भयो। धरी पो रहेछ। धरी पो रहेछ। देखा हमसे ना